नमस्ते। सम्पूर्ण देश चाहने, राष्ट्र चाहने, परिवार चाहने मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, खास गरेर राष्ट्रवादी, मेरो आग्रह के छ भने म फागुन 17 गते फेरि पक्राउ दिँदैछु। मलाई पक्राउन अहिले प्रहरीले घेरा हालिसकेको छ मेरो घरमा बिहान 4 बजीदेखि र म अहिले नुहाएर निस्किँदैछु र म नेपाली जनताको लागि एकपल्ट थुनिन होइन, दुईपल्ट थुनिन होइन, जीवनभरि नै थुनिन म तयार छु र जीवनभरि नै झुनिन तयार छु र सम्पूर्ण नेपालीहरूलाई मेरो एउटा कुरा के छ भन्दाखेरि सानो अमेरिका भनेको इजरायल हो र अमेरिका र इजरायलले आज जहाँ बेस राखेका थिए, जसरी नेपालमा बेस राख्न खोजिरहेछ उनीहरू अमेरिका र इजरायलले नेपालमा चाइना र इन्डियालाई हान्नको लागि, त्यसले गर्दाखेरि जसरी कतारमा, बहराइनमा, ओमानमा, अबुधाबीमा, जुन खाडी मुलुकमा आज बम बारिङ भयो, मान्छे मरेका छन्, हताहती भएका छन् र नेपालीहरूलाई अहिले कुनै स्थितिमा छन् र जसरी त्यहाँ बेस बनाएर चाहिँ अमेरिकाले चाहिँ लडाईँ लड्यो, नेपालमा पनि बेस बनाएर चाइना र इन्डियालाई हान्ने, भारतलाई हान्ने ठूलो रणनीति अनुसार यिनीहरूले एमसीसी पास गरेका हुन् र बालन र रविलाई जिताएर स्वर्णिम अग्लेहरूलाई ल्याएर यो चाहिँ यिनीहरूले नेपालमा बेस बनाउने एसपीपी पास गरेर बेस बनाउन खोजेको। एमसीसी पास गरिन्जेलसम्म सबै पुराना नेताहरू, पुराना दलहरूलाई यिनीहरूले प्रयोग गरे र एमसीसी पास भइसकेपछि अब एसपीपी पास गर्न यी पुराना दलहरूले नमानेपछि अनि नयाँ दल ल्याउनको लागि सिंहदरबार, सर्वोच्च अदालत, प्रहरीका सबै ठाउँमा आगो लगाएर ध्वस्त बनाएर 84 को चुनावलाई 82 मा ल्याएर गराएर बालन र रविलाई जिताएर यिनीहरूले यति घृणित काम गर्दैछन् साम्राज्यवादीहरूले। यो कुरा नेपालीहरूको खप्परमा कहिले पस्छ र कतारमा आज जसरी बम झर्यो, ओमानमा कसरी बम झर्यो, आज मध्य पूर्वी एसियाको हालत के छ, आज नेपालको पनि अबको 10 वर्ष पछाडि त्यही हुन्छ। र मैले के भनेको छु, भोलि चाइनाले यहाँ हान्न थालेपछि के हुन्छ, इन्डियाले यहाँ हान्न थालेपछि नेपालीहरूले थेक्छन् कि थेक्दैनन्, यो कुरा अब सही तरिकाले विश्लेषण गर्नुहोस् र बिन्ती छ नेपाल जोगाउनुहोस्। र म राजालाई पनि अपिल गर्छु, राजपरिवारहरू सडकमा आउने कुरा थियो र माहौल हेरेर युवराज धिराज भए पनि, हिमानी सरकार भए पनि, युवराज धिराज पारस भए पनि, हिमानी सरकार भए पनि, जो भए पनि आउने भनेर मसँग राति 11 बजीसम्म कुरा भएको थियो। तर आज यिनीहरूले यो कुरा बुझिसकेपछि मैले के भन्छु भने मलाई अहिले यिनीहरू बिहानै 4 बजी नै पक्रिन आएका छन् र विज्ञहरूलाई पनि म के भन्छु भने विज्ञका पनि खास गरेर सुन्दरमुनि दीक्षित ऊ 3 फुकेका सन्तान हुन्। राणाहरूको बिहान शङ्ख फुक्ने,